हेलो नमस्कार। आज म एउटा विषयवस्तु लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। के छ भन्दाखेरि यो जीवनको सन्दर्भमा धेरै मानिसले प्रश्न मलाई सोधे, जीवन के हो भनेर। जीवन के हो र जगत के हो र यो संसार के हो, हामीले बुझ्नुपर्ने जान्नुपर्ने कुरा यहाँहरू समक्ष म भन्दैछु। वास्तवमा जीवन हामीले अत्यन्त जटिल बनाएका छौँ। यसलाई हामीले बन्धनमा बनाएका छौँ। हामीले स्वयंले नै यसलाई जटिल बनाएको हो, तर यो जटिल छैन, सहज छ यो जीवन भनेको। यो सहज जीवनलाई जटिल नबनाइकन अगाडि बढ्ने हो भने हामी जीवनको वास्तविकता हामीले पाउन सक्दछौँ। त्यसै सन्दर्भमा मैले एउटा पुस्तकमा पढेको थिएँ। एउटा महत्त्वपूर्ण कथा यहाँहरूलाई म सुनाउन गइरहेको छु, जसबाट हामीले जीवनको सन्दर्भलाई राम्रोसँग बुझ्न सक्दछौँ। त्यो कथा के हो भनेदेखि एउटा कुनै देशमा एउटा राजा थिए र मन्त्री थिए, अर्थात् प्रधानमन्त्री भनौँ न। राजा र प्रधानमन्त्री थिए। एक दिनको समय प्रधानमन्त्रीको मृत्यु भयो र प्रधानमन्त्रीको पद खाली भयो। अब राजालाई चिन्ता पर्यो, कसरी यो पद पूर्ति गर्ने हो। अब राम्रो प्रधानमन्त्री मैले पाएको थिएँ र उसले आज जीवन त्याग्यो। अब उसले आह्वान गर्यो कि देशमा महत्त्वपूर्ण व्यक्ति जो प्रधानमन्त्री हुन लायक छ तिनीहरूको नाम कलेक्सन गर्नलाई केही मन्त्रीहरूलाई जिम्मा दिइयो। र देशभरि घुम्दै फिर्दै गर्दाखेरि 3 जना मानिसको नाम लिएर आए राजाको समक्ष। ती 3 जनालाई उपस्थित पनि गराइयो। तर ती 3 जना अब प्रधानमन्त्री हुन लायक व्यक्ति थिए। 3 जना बहुत विद्वान, धेरै पढे लेखेको विद्वान र लायक, एउटा महत्त्वपूर्ण। 3 जना अत्यन्तै महत्त्वपूर्ण। फेरि कस्तो भने योग्यताको आधारमा पनि 3 जना बराबर। तर 3 जनालाई छुट्याउनै नसक्ने त्यस्ता व्यक्तिहरू खडा गरियो। अब राजा असमञ्जस्यमा परे। अब यो कसरी यो छुट्याउने त? 3 जना लायक छन्, 3 जना प्रधानमन्त्री हुनलाई योग्यता पुगेका छन्, प्रतिभाशाली छन्, सुन्दर पनि छन्, आकर्षक पनि छन्, शारीरिक रूपले पनि आकर्षक छ, मानसिक रूपले पनि आकर्षक छन् र इन्टेलेक्चुअल अथवा बौद्धिक रूपले पनि आकर्षक छन्। त्यस्ता व्यक्तिहरू त्यहाँ खडा भयो। राजा असमञ्जस्यमा परे। उनले यसो सम्झे, हुन त कुनै पनि देशको राजाले आफ्नो एउटा गुरुलाई राखेको हुन्छ कि एउटा सज्जन व्यक्तिलाई आफ्नो साथमा राखेको हुन्छ। अब उनलाई नै सल्लाह लिने उनले विचार गरे। ती सज्जन के थियो भने फकीर थिए। एकजना फकीरलाई उनले आफ्नो गुरुको रूपमा मानेर राखेका थिए। उनलाई बोलाए र ती फकीरलाई सोधे, ल गुरुजी, यसरी भनिदिनु पर्यो मलाई, मैले मेरो आफ्नो देशमा प्रधानमन्त्रीको पद खाली भयो र प्रधानमन्त्री मृत्यु भएको हुनाले 3 जना मान्छेलाई मैले छनौट गरेको छु। त 3 जना मध्येमा पनि मैले 1 जनालाई छनौट गर्नुपर्ने भएको हुनाले 3 जना सक्षम भएको हुनाले मैले कसलाई छनौट गर्ने म असमञ्जस्यमा परेँ। अब कसरी यिनीहरूलाई छनौट गर्ने भन्ने कुरा ती फकीरलाई सोधे राजाले। अनि ती फकीरले एउटा बहुत अत्यन्त गम्भीर र एउटा बौद्धिकतापूर्ण र चिन्तनमय कुरा सिकाइदिए राजालाई। अनि राजालाई जुन कुरा राजालाई ती फकीरले सिकाइदिए राजाले त्यसै गर्ने निधो गरे। र राजाले के गरे भन्दाखेरि फकीरले सिकाए अनुसार एउटा कोठामा 3 जनालाई लगेर राखे। अनि ती 3 जनालाई के भने भनेदेखि तिमीहरूलाई मैले एउटा हिसाब दिन्छु, एउटा गणितको हिसाब दिन्छु। त्यो हिसाब जसले छिटो हिसाब गर्न सक्छ, हिसाबको उत्तर निकाल्न सक्छ, त्यो चाहिँ साधुले दिएको हिसाब थियो। जसले छिटोभन्दा छिटो जो उत्तर निकाल्न सक्छ त्यसले त्यो ढोका खोल्छ र उनै देशको प्रधानमन्त्री हुन्छ भनेर 3 जनालाई एउटा हिसाब दिए। अब अनिखेर आफूले के गरे, यो ढोका बन्द हुन्छ, यसमा ताला लागेको हुन्छ, तिमीहरूले जसले पहिला यो हिसाब मिलाउँछौ त्यसलाई ढोका खोलिन्छ र उही नै प्रधानमन्त्री हुन्छ भनेर राजाले भन्थे। तर राजालाई के सिकाएको थियो भने फकीरले ताला लाया हुन्छ, तिमीहरू हिसाब मिलेपछि मात्रै तिमीहरूको ढोका खुला हुन्छ भनेको थियो। तर के भयो भने उनलाई फकीरले के सिकाइदिएको थियो भने
ताला चाहिँ नलागिदिनु, ढाक्क ढ्याममा मात्रै लगाउनु, ढोका ट्याप्प मात्रै लगाइदिनु, तर ताला नलागिदिनु। उनीहरूलाई भन्न चाहिँ ताला लागेको हुन्छ भन्नु, तिमीहरूले ढोका खोल्ने हिसाब मिलेपछि मात्रै ढोका आफै खुल्छ भनेर भनिदिनु भनेर। जब हिसाब मिल्दैन तबसम्म यो ढोका खुल्दैन, हिसाब मिल्नासाथ आफै ढोका खुल्छ भनेर भनिदिनु भनेको थियो। त्यसो भनेर राजा बाहिर बसे, 3 जनालाई भित्र राखे र तिनैजनाहरू अब हिसाब गर्ने सुरुवात गरे। र एउटा चाहिँ अत्यन्त ती 3 जना मध्ये एउटा अलिकति चलाक र अलिकति समझदार रहेछ र अलिकति बुद्धिको केही न केही बढिरहेछ। बाहिरबाट त बुद्धि चिनिँदैन को कति छ भन्ने कुरा। अब भित्री कुरामा चाहिँ एकजना चाहिँ अलिकति बाठो रहेछ। उसले के गर्यो भन्दाखेरि यसो सोच्यो, अब यो हिसाब गर्न लाग्यो भनेदेखि समय लाग्छ होइन, हिसाब गर्न लाग्यो भनेदेखि यो समय लाग्छ। त्यस कारण यो हिसाब गर्नतिर नलागौँ, अब म ध्यान गर्छु भनेर त एउटा चाहिँ बाठो त्यो ध्यानमा बसेछ अरे के। अनि त्यसपछि त्यो ध्यानमा बसेछ, 2 जना चाहिँ हिसाब गर्न लागेछन्। एकजना ध्यानमा बस्यो, 2 जना हिसाब गर्न लागे। अनि त्यो हिसाब गर्न लाग्यो, उसले चाहिँ ध्यानमा बस्नु चाहिँ शान्त मनमा शान्त मन गरेर ऊ बसेछ। शान्त मन गरेपछि उसको दिमाग विचारहरू सबै के भयो, शान्त भयो, पिस भयो। र उसले यसो सोच्यो, अब त्यो हिसाब गर्नेको हिसाब मिल्दैन, तर्क वितर्क गर्दा गर्दै तिनीहरूको समय त्यसै गइरहेको छ। तर अर्कोले चाहिँ यसो सोच्यो, ओहो कसरी यो हुनसक्छ त। एकदम शान्त चित्तले यसो सोद्धाखेरि उसको मनमा के आएछ भन्दाखेरि सही विचार आएछ, यो पक्का पनि ढोका ताला लगाइएको छैन, यो खुलै छ भने जब मानिसको मन शान्त हुन्छ नि तब वास्तविकता खुल्छ कि। उसले त्यो सोचेछ, हुन पनि त्यही थियो। अनि उसको मनमा त्यो आयो, उसले ढोका खोलेर बाहिर निस्केछ अरे। निस्केपछि त ऊ प्रधानमन्त्री भइगयो। उसलाई लगेर राजाले लिएर गए, प्रधानमन्त्री उसलाई भयो, अरूलाई चाहिँ तिमीहरू घर जाओ भनियो। अनि त्यहाँबाट यसो ल अब के यसबाट हामीले के बुझ्न सक्छौँ भन्दाखेरि हाम्रो जीवनको लाई जसरी हामीलाई बन्धनमा राखिएको छ त्यो ताला लगाएको छैन कि। यो जीवन भनेको एउटा खुल्ला आकाश जस्तै हो, यो खुल्ला छ कि। तर हामीले यसलाई ताला लगाएर बन्धनमा पारेका छौँ, त्यसैले यो बन्धन जस्तो लाग्छ र दुःख जस्तो लाग्छ, कष्ट लाग्छ, अशान्ति जस्तो लाग्छ। यो जीवनमा अशान्ति छैन, यहाँ बन्धन पनि छैन, यहाँ केही पनि छैन। यो खुल्ला आकाश जस्तो छ, यो खुल्ला छ। यदि हामी शान्तसँग ध्यानमा बस्न सक्छौँ भने हाम्रो जीवन स्वतः खुल्छ, कहीँ बन्धन छैन। तर हामीले नै आफैले बन्धनको निर्माण गरेका हौँ। जस्तै यो राजाले प्रधानमन्त्री छान्दाखेरि प्रयोग गरेको जुन बुद्धिको जुन छ त्यो सेम त्यही हो, जीवन भनेको त्यो हो। तर हामी यसलाई के भने तर्क वितर्क गरेर अनेक विचार र भावनाले हाम्रो यो जीवनलाई हामीले कष्ट र बन्धन र झुटमुटमा लगेका छौँ। तर यो खुला आकाश जस्तै छ जीवन। हामीले सच्चाइमा गयौँ भने स्वतः ज्ञान हुन्छ जीवनको सन्दर्भ। यति भन्दै यो कथाले हामीलाई के दिन्छ भन्दाखेरि जीवनको वास्तविकता पत्ता लगाउन ध्यान गर्नुपर्दछ, शान्तिमा जानुपर्दछ, आनन्दमा जानुपर्छ, तब मात्रै पत्ता लाग्छ। तर्क वितर्क र गणितको अभ्यास गरेर गणितबाट हामीले वास्तविकता पत्ता लाग्दैन भन्ने कुराको ज्ञान हुन्छ भन्ने कुराले यहाँहरू समक्ष मैले यो कुरा राखेको हुँ। यहाँहरूले राम्रोसँग सुनेर लाभ लिनुहुनेछ भन्ने विश्वासका साथ